अल राइट गाइज, आजको यो भिडियोमा चाहिँ भिटामिन डी का के कस्ता कामहरू छन् र भिटामिन डी को कमी भयो भने के कस्ता लक्षणहरू देखा पर्छन्, प्लस भिटामिन डी का कमीको कारण र यो कमीका समाधानको उपायहरूको बारेमा छलफल गर्न गइरहेको छौं। भिटामिन डी को मुख्य 4 वटा कामहरू छन्। नम्बर 1 काममा छ यसले चाहिँ क्याल्सियमको शोषणमा चाहिँ एकदम मद्दत गरिरहेको हुन्छ, क्याल्सियम एब्जर्प्सनमा। नम्बर 2 यसले चाहिँ इम्युन फङ्सन यसलाई चाहिँ बुस्ट गरिरहेको हुन्छ, जसले चाहिँ रोग प्रतिरोधात्मक क्षमतालाई चाहिँ एकदम बढाउन मद्दत गरिरहेको हुन्छ। नम्बर 3 यसले चाहिँ मुडलाई ब्यालेन्स गरेर हाम्रो मानसिक स्वास्थ्य मेन्टल हेल्थलाई चाहिँ एकदम राम्रो गराउने काम गरिरहेको हुन्छ। नम्बर 4 यो चाहिँ एकदम अन्डररेटेड फङ्सन हो। यसले चाहिँ टेस्टोस्टेरोन रेगुलेसन, मेल सेक्स हार्मोन टेस्टोस्टेरोन हार्मोनलाई चाहिँ एकदम रेगुलेट गर्न मद्दत गरिरहेको हुन्छ।